म तपाईहरु सबैको अभिभावक 35-36 वर्षको हुने बित्तिकै सबै बालेन शाह होइदैन। 35-36 वर्षको हुने बित्तिकै सबै बालेन शाह हुने अथवा अहिले संसारमा 93-94 वर्षका मानिसहरू पनि राष्ट्रपति छन्। 80 वर्षको डोनाल्ड ट्रम्प महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुहुन्छ। 80 वर्षको मान्छेले देश चलाइराखेको छ, संसार हाँकिराखेको छ भनेर 80 वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन्, 36 वर्ष सबै बालेन शाह पनि हुँदैन। दुनियाँको इतिहासमा दुनियाँको युद्धको नियममा अथवा राजनीतिमा लडाईँमा भाग्नेहरूले जितेको अथवा लुक्नेलाई लडाईँको बेला लुक्ने हुन्छ नि, लड्नुपर्छ कि भनेर लुक्नेहरूलाई कसैले बहादुर भनेको इतिहास छैन। अहिले पार्टीकै पदाधिकारी हुँ भन्ने, पार्टीकै नेता हुँ भन्ने, तर यो पार्टीलाई राष्ट्रिय पार्टी पनि बन्न दिनु हुँदैन भनेर कुदेका मानिसहरू तपाईँ हामीले भेटेका थियौँ। अहिले पार्टीमा केही थरी साथीहरू भन्छन् अध्यक्षले मान्छेलाई कारबाही गरेकै गर्दाखेरि पनि अलिकति मान्छे बस्न सकेनन् भनेर भन्छ। तपाईहरुको मनमा पनि होला अध्यक्षले अलि बेसी ठोके कि क्या हो भनेर। पार्टीको पदमा बस्छ तर काम चाहिँ कांग्रेस कम्युनिस्टको गर्छ, घण्टी पार्टीको गर्छ भने त्यो त्यसै पनि मेरो मान्छे होइन, मेरो गुटदेखि बाहिरको भइहाल्यो। उमेरले म पनि एउटा ठाउँमा पुगेको छु र मेरो यो उमेरको आधा भन्दा बेसी समय यो पार्टीमा बितेको छ र यो पार्टीको सबै उतार चढावमा म सामेल, कालको मुखबाट फर्केर आएको मान्छे हुँ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अप्ठ्यारो परेकै बेला हो, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कमजोर पार्न मात्र होइन, यसलाई समाप्त पार्न विगतमा झैं देशी विदेशी शक्तिहरूको घेराबन्दी नभएको होइन। अहिले चौतर्फबाट यो एउटा राष्ट्रवादी शक्ति